दर्शकबिन नमस्कार। तपाईँ अहिले हेर्दै हुनुहुन्छ नेपाली न्युज पत्रिका। अहिले 4 बजेसम्म आज मतदानको दिनमा भर्खरै नयाँ अपडेट आएको छ, जसमा डडेलधुरा र कर्णालीको अहिलेसम्म मतदानको खबर आइसकेको छ होइन। म तपाईँहरूमा सुनाउन गइरहेको छु। डडेलधुरामा 44% मत खसेको छ। एउटा मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा मतदान जारी छ। 4 बजेसम्म 44.2% मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ भने 22,885 महिला र 18,883 पुरुषले मतदान गरेका छन् भने जिल्लामा 93,403 मतदाता छन् अझै होइन। अहिले सम्म 91% भन्दा बढी मत डोल्पामा खसेको छ, जुन कर्णाली प्रदेशको एकदमै उच्चतम मतदान रहेको छ। यसको राजधानी सुर्खेतले जानकारी दिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कर्णाली प्रदेशका 10वटै जिल्ला मतदान कार्यालय उत्साहजनक रूपमा अघि बढेको छ। प्रदेश निर्वाचन कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार बिहिबार बेलुकी 4 बजेसम्म कर्णालीमा 49.3% मतदान भएको छ। यस्तै नयाँ र ताजा अपडेटका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। हस् त, धन्यवाद।